मोथा मायालाई भेट्नलाई मनको कास उसँग मेट्नलाई हामी टकरा आज 24 गते होइन शनिबार आज चाहिँ यहाँ झोरमा चाहिँ ल्होसारको प्रोग्राम छ त्यही पानी पर्ला जस्तो भइरहेछ लगभग 5 बजीसक्यो होला त्यही कुरा हो भने आज चाहिँ हाम्रो चाहिँ ल्होसारमा चाहिँ विश्वकर्म आउलाएर पनि भएको होइन विश्वकर्म आउलाइन भएको छ अनि अर्को कोहरू हुनुहुन्छ क्या होइन बेस रमाइलो हुन्छ जो त्यही भएर जाँदैछ हामी केटाहरू गइसक्यो होला सबैजना त्यही भिडियो चाहिँ रमाइलो गर्छन् त्यही भएर केटा नगरपालिका वडा नम्बर 1 मा केटाहरू चाहिँ आदि प्रोग्राम हुँदैछ केटाहरूले आयोजन गरेर हो होइन साथीभाइहरूले दाजुभाइहरूले होइन त्यही भएर हामी जाँदैछौँ होइन मौसम यस्तो छ पुरै अँध्यारो भइरहेछ तै पनि हामी जाँदैछौँ ल अहिले हेरौँ ल होइन कस्तो होइन कति रमाइलो हुन्छ त्यहाँ हेरौँ आउँछ ल पानी पर्ला जस्तो भइरहेछ अरूभन्दा नि यस्तो भइरहेछ मौसम चिसो पनि छ लास्टै यहाँबाट जाने हो माथि है यस्तो छ यहाँ माहौल जाँदैछ ल्होसार मनाउन टोलीहरू हिँड्दैछ यस्तो छ है कडा यहाँ माहौल चाहिँ बबालै छ झोरमा मौसमले चाहिँ अलिकति खराब भइरहेको यहाँ मौसम चाहिँ खराबै छ बाकडा यतिको हुनु पर्यो ओ कडा दाजु छुछु छु 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 कडा यहाँ सुरु हुँदैछ राम्रो के छ हाल खबर यहाँ हातै यस्तो भइरह घुमाउनु आउँदैन हेलो ओली ल यहाँ खोइ मान्छे अलि मौसम चाहिँ खत्तम भयो है सिजन भाइ तलतिर पानी परिरह ल यहाँ कडा हो यस्तो छ यहाँ माहौल है अवस्थामा रहनुहोला र सहयोग गर्नुहोला भन्दै अहिलेको लागि पनि हाम्रो यस कार्यक्रमलाई समय नाच राम्रो नाच्न नाच नाच आमामा हेर के हो यो लुगा सुटी भएर के बेको पऱ्यो बेको भएर बेको क्या हेर त यस्तो सुटी भइसक्यो के छ हजुर हाल खबर सबैजना आराम हुनुहुन्छ यो चिसो चिसो मौसमलाई
अनि नाच्नु त ल यहाँ नाच्नु न छिटो के रहेछ भूकम्प आउला भूकम्प स्टल हो स्टल कहाँ पार्टनरको नाच ल नाच हुन्छ ल अब भने नाच्नको लागि कम्मर कसेर बस्नु होला जोरदार तालीका साथमा स्वागत गरौँ वरिष्ठ गायक विश्वदोप खाफुल्ला नमस्ते जो बल्ल मेरो पालो आयो बिहान चाहिँ भाइहरूले एकदमै हतार गर्नुभएको थियो यो कतिखेर भनेर अनि छिटो छिटो म मेकअप नगरिकन आएको मैले गर्दा बहिनीहरू पनि मेकअप नगरिकन आएको यहाँ आइपुग्नु फेरि यो ठाउँै राम्रो गाउँै राम्रो होइन आज 1 वर्ष पछाडि फेरि भेट्ने अवसर मिल्यो त्यसको लागि आयोजक टिम सम्पूर्ण यहाँका जोरमाङ्गल टोल विकास संस्था यहाँका सम्पूर्ण तामाङ परिवार यहाँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद र यहाँ सम्पूर्णलाई लोछारको शुभकामना र हामी जे जति छौँ अब चाहिँ तात्नु भएको जस्तो छ यहाँ मेरो सन्तान बज्यूहरू पनि धेरै पाउँछु एकदमै खुसी लाग्छ अनि यहाँ लोग लान घिसिङ अन्य पनि भेटिन्छ आस्याङको छोरीहरू देख्दा एकदमै झन् खुसी लाग्छ त्यसैले झोरको निमन्त्रणा आउँदाखेरि गीत गाउन आउँ लाग्छ रमाइलो गर्नु होला यो मौसम चिसो चिसो छ त्यसैले यो चिसोको बेलामा अलिअलि तातो तातो हुने सगुनको गीतहरू गाउँछु हुन्छ दिन पानी आएर खाइएछ दिन रात उतै धाइएछ दिन रात उतै धाइएछ आमालाई चाङ चाहिएछ आमालाई चाङ चाहिएछ मैच्याङमा आँखा लाइएछ मैच्याङमा आँखा लाइएछ ल है त आँखा लाउँदाखेरि अर्काको सही नपरोस् है देशमा कानुन पनि कडा कडा छ राम्ररी तर्ने जिस्काउन पनि अलि अप्ठ्यारै लाग्छ हिजो आज त्यसैले मैले यति मात्रै भन्न खोजेको ख्याल ठट्टा आफ्नो ठाउँमा छ हामी सभ्य भएर बाँच्नुपर्छ यहाँहरू माया गर्नुहोला चोखो माया गर्नुहोला साँचो माया गर्नुहोला भन्दै 3 पानी आइराख तेमाली गाउँ 3 नम्बर ट्र्याक ल है त अब नाच्छौँ है झोर हल्लिनु पर्यो है अब टिकटकमा एकदम हिट भएको सबै गाउनुहोस् ल
पाउने मानका त राम्रो दैवाले जुराको हामीलाई दैव यो पारी भित्तामा रोक्छु यो पारी भित्तामा रोक्छु बाहिरका भाउ मुक्छु बाहिरका भाउ मुक्छु आठघाटामै च्याङ ढुक्कैले आठघाटामै च्याङ ढुक्कैले राख्नेछु जीवन सुखैले 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 राख्नेछु जीवन सुखैले। खुसी छ, थ्याङ्क यू। रमाइलो भयो कि भएन? सुते लामो सुते रमाइलो। यो लोथार हो कहाँ फल्नु हो? यो आस्याङको छोरी तीनैजना छ, राम्री राम्री 2 घण्टा मेकअप लगाएर आउनु भएको छ। यो बत्तीलाई टल्किँदाखेरि झन् राम्रो देखिरहेको छ। हो मायालाई भेट्नलाई मनको कास उसँग मेट्नलाई पहिलो कमर्सियल ब्रेक है। मचु भनी कम्मर कसे बादलले बसे 5 वर्ष बसे फेरि फर्के आए माया लाउन धाए फेरि फर्के आए माया लाउन धाए होइन मचु भनी मुगुलाने बसे फेरि फर्के आए माया लाउन धाए फेरि फर्के आए माया लाउन धाए मायाले भने विषय पनि पिदिउला विषय पनि पिदिउला चाली रुमा पैना स्वरूप दिदिउला पैना स्वरूप दिदिउला साइरोमा चारगारे माया नमारे साइरोमा चारगारे माया नमारे जबस साइरोमा चारगारे माया नमारे कमर्सियल ब्रेक है पसिना बगी जाने खोला दुई दिने छोला भोलि त के होला सम्झना मेरो मायालाई त झोको खोली मनको धोको मायालाई त झोको खोली मनको धोको बगी जाने खोला दुई दिने छोला भोलि त के होला सम्झना मेरो मायालाई त झोको खोली मनको धोको मायालाई त झोको खोली मनको धोको माया बसे सम्झना छिनछिनको सम्झना छिनछिनको
माया नमारे साइलो चारबारे माया नमारे साइलो चारबारे माया। थैंक यू छुजी छुजी क्या छुजी हे दोस्रो चोटी झोरमा आएको छ सोल्टिनी नाच्दा रमाइलो लागेको छ जय फुलको बासना नबोले नि इच्छा हाँसना। यस्तो पनि गाउँ ल। जोरको मान्छे राम्रो त्यसैले गीत बनेको छ हेर्दैमा राम्री पनि। अनि हेर्दैमा राम्रीको तरुणीको पाठ गाउने गायिका आउँदै हुनुहुन्छ एकैछिनपछि त्यो पनि गाउँला। अहिले अर्को गीत एउटा छ है यो झोरको चिसो र मनाङ मुस्ताङको चिसो उस्तै लाग्छ मलाई। बक्खो त लाउने मुस्ताङी नानी हामीसँग जाने कि नजाने लेका झिम्बु चौरीको घिउ मुस्ताङी नानीको मिलेको जिउ। मुस्ताङी नानी गाउँ है हजुर। ल ट्र्याक नम्बर 10 बक्खु त लाउने। रमाइलो भइरहेछ कि छैन? ल रमाइलो गरौँ हो। ओ नानाको मिलेको झिउ हाँसो। रमाइलो भयो कि भएन? ल है यो लोसार हो 1 महिना भएको छ भर्खर सुरु भएको लोसार 1 वर्ष चल्छ। यो यसपालि ढुल सर्पा सपुफिल हो जति 12 वर्ष 24 वर्ष 36 वर्ष ताजी जाला। तामाङको चाहिँ उमेर ढाँट्न मिल्दैन है हो कि होइन? लोकुन हो भनेपछि ठ्याक्कै पत्ता लगाइहाल्छ। अनि 25 नागेपछि मेरो बिहे हुँदैन भने तामाङ चेलीहरूलाई अलिअलि डर पनि हुन्छ है। 1-2 जना पछाडि पनि त्यस्तै छ। यो बिहे हुन बाँकी आस्याङको छोरी आइएको छोरीको पनि यसपालि बिहे होस्। लोसारको शुभकामना। जोइ नपाउनेले जोइ पाओस् पोइ नपाउनेले पोइ पाओस्। लोसारको यो पनि शुभकामना दिँदै अर्को गीत गाउँछ है। जमाना कहाँबाट कहाँ पुग्यो मै गर्छु चोखो माया तिमीलाई हेर्दैमा राम्री। जमाना कहाँबाट कहाँ पुग्यो कन्टिन्यू मै गर्छु चोखो माया तिमीलाई माया भन्दा ठुलो मलाई त त्यस्तो मायाले बाँधौ तिमी र म। मायाको छुट्टै संसारमा तिमी र हामी रमाउला। हाम्रो त चोखो यो माया अजर अमर भइजाओस्। धन्यवाद यहाँ सम्पूर्णलाई मोरी धन्यवाद। नाचेर साथ दिनुभयो तपाईँहरूले बोलाइदिनु भयो। आयोजक टिमलाई पनि मोरी धन्यवाद। यहाँ सम्पूर्णको माया र आशीर्वादले आज रमाइलो हुने भयो। अझै रमाइलो गर्नुपर्छ। अब त भयो होला नि आनी नाना सुमिनाङलाई एकदमै थ्याङ्क यू। लास्टमा एउटा धुलो उठ्ने गरी नाच्छौँ नि त ल। यो च्याङबाट माइच्याङ बाजी राख्ने गीत छ सकेसम्म कान काटेरै फाल्ने खालको गीत छ है। यो रिमिक्स छ है स्वर्गीय जयनन्द लामाजीको गीत। पर्ख तिमीलाई माइच्याङ गए जाला यो जान तिमीलाई लान सकिन भने काट्दिउ मेरो कान भन्ने गीत छ। यसमा चाहिँ धुलो यति उड्नु पर्छ कि यो झोरको ग्रह दशा सबै उडाएर लागोस् है हावाले।
पक्का तिमीलाई रिमिक्स ट्र्याक नम्बर 16 रिमिक्स सुनिया तिमलाई माइचा कहे जाला यो हो जान तिमलाई लान्न सकिन भने काट्यो मेरो कान सक्सेस 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 पक्का तिमलाई माइचा कहे जाला यो हो जान तिमलाई लान्न सकिन भने काट्यो मेरो कान सक्सेस 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 मलाई हैन तिमलाई होइन पैसाको तामाको तो खानु कि मखानु एक पैसाको तामाको तो खानु कि मखानु तैँले पो देख्यो म सानो मैले ताते तोलानु जक्सेस 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 एक पैसाको तामाको तो खानु कि मखानु तैँले पो देख्यो म सानो मैले ताते तोलानु जक्सेस 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 कालीको तेरो तेरो जम्मै तेरो सिमे पानीमा जसले बेमन गर्छ उठी जिन्दगानीमा थ्याङ्क यू यार सबैलाई मरिमर धन्यवाद आयोजक टिमलाई पनि मरिमर धन्यवाद लोछारको फेरि पनि शुभकामना नमरी बाँचे यो जान यस्तै रहे फेरि यस्तै कार्यक्रममा भेटौँला फ्याफुल्ला नमस्ते ह्याप्पी लोछार थ्याङ्क यू यार सबैलाई मरिमर धन्यवाद आयोजक टिमलाई पनि मरिमर धन्यवाद लोछारको फेरि पनि शुभकामना नमरी बाँचे यो जान यस्तै रहे फेरि यस्तै कार्यक्रममा भेटौँला फ्याफुल्ला नमस्ते